हेलो गाइज, वेलकम टु माई च्यानल। सो योभन्दा अगाडिको जाम कस्तो छ भनेर मैले तपाईँहरूलाई देखाइहालेँ। सो हामी चिया खाएर अगाडि बढ्दैछौँ थानकोटतर्फ। मुक्लिनको जामलाई मैले तपाईँहरूलाई देखाइहालेँ। गाइज, नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्नु नभुलिदिनु होला। ओ गम्बुट त मजाको छ त हौ दिदीको। अरे 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 वेट गाइज, यस्तो दामी सिन छुटाउनु हुँदैन। मेरो माइकले हल्का म माइकको मिलाउँछु ल गाइजहरू। अब न्युट्रलमा गर्न आउँदैन। यो माइकलाई चाहिँ कहाँनिर राख्नुपर्ने रहेछ भने यहाँनिर भनेपछि मैले माइकलाई यताबाट चाहिँ राख्छु ल। यताबाट राख्नुको फाइदा चाहिँ के हुन्छ भने यो माइकमा मेरो चाहिँ हावा मुखमा ठ्याक्कै पस्दैन के। सो गाइस, हामी मुक्लिन भन्दा त धेरै ओर आइसकेका छौँ। थानकोट प्रहरी बिटनेरी चेकपोस्ट नेरी हामी आइपुग्न आँटेका छौँ। सो 5 मिनट जतिमा हामी पुग्छौँ भने देख्न सक्नुहुन्छ यहाँको दृश्य। सो माथि टपमा देख्न सक्नुहुन्छ चन्द्रगिरी है, चन्द्रगिरी। ट्र्याकको अगाडि चन्द्रगिरीको माथि सेतो टल्केको बिल्डिङ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सबैले तुफान कुदाउँदो रहेछन्, म मात्रै स्लो हाले। बाटै त्यस्तो हो गाइस है। मैले अगाडिपट्टि ट्राइपोडमा राखेको छु क्यामेरा। सकेसम्म गिम्बलमा राखेर कुदाउनु चाहिँ एकदमै बेस्ट हो। बाइ द वे, गिम्बल एउटा खरिद्ने पैसाले ट्राइपोड 15टा खरिदिन्छ। त्यही भएर पनि मैले ट्राइपोडमै गरिब भ्लगर भएकोले कताबाट हाल्ने गाइस है। जाम छ माथिको के जति चिप्ली आयो भने ट्रक त अब म फसेँ। जाम देख्न सक्नुहुन्छ, ज्याम। ड्राइभरले जहिले राम्रो केटी मात्रै अगाडि राखेको हुन्छ भन्ने सुनेको हो कि क्या हो। जस्ट क्यामेरा मेरो माउन्ट हेलमेटमा भएको भए देखाउनु मिल्थ्यो। मैले अगाडि राखेकोले गर्दा अगाडिको दृश्य मात्रै क्याप्चर हुन्छ। जाममा फँस गया लेडी दादा। खोटाङ प्रो अफिसियल चाहिँ जाममै फँस गया है होइन। स्लो राइडर भनेर पनि आउँछ मेरो च्यानलको नाम, खोटाङ प्रो अफिसियल पनि आउँछ भने। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गरिदिनु होला। अब यस्तो जाममा त कहाँ कुदाउनु र के भन्ने र होइन। गुगल एड्सले त्यसलाई चाहिँ स्पोन्सर गरे हो क्या। गियर मिला के हाई युटर्न छ। युटर्नमा हामी ट्राफिक नियम पालना गरेर अघि बढ्छौँ। हामी जतिको सक्षम नेपाली, हामी जतिको एजुकेटेड पर्सनहरूले नै नियम पालना गरिनौँ भने सायद अरूले गर्दैन। गाइस, तपाईँको विचार राख्न सक्नुहुन्छ कमेन्टमा। हामी जाँदैछौँ काठमाडौँतर्फ मुक्लिनबाट। सो रास्ता खुल्ला छ। रास्ता खुल्ला भएको हामीले फाइदा उठायौँ 2 चक्केको। माइन्ड नगर्नु होला। बाइ द वे, छुवाउँछ गाइस। मैले भाग्ने निर्णय गरेँ र पनि भागिसके अवस्था। ट्रक आउँदैछ। ट्रक आउँदैछ। क्लोज एकदमै यसले टाइट गरेको छ। यो क्लोजको के भन्ने यार। यस्तो जामसाम अनि उकालोमा क्लोज, यस्तो क्लोज भएपछि अलिकति मुस्किल हुन्छ। यो चाहिँ डट टाइपको भयो के होइन। डट चाहिँ फुत्त उठाउनुलाई क्लोज टाइट गराएको हुन्छ। युटर्न नेरी हामी कहिले पनि हामी युटर्न नेरी ओभरटेक गर्दैनौँ। अरे खप्पत राष्ट्रिय निकुञ्जको पो रहेछ त, धनगढी काठमाडौँ। वाउ, यहाँनेरिको जाम तपाईँहरूलाई थाहै छ कहिलेकाहीँ 3 दिनदेखि 7 दिनसम्म पनि खुल्दैन। जस्ट अस्ति पहिरो भत्केर एकदमै बिजोग भएको थिएँ। अब चाहिँ नि
टाढो यसो चाउचाउ पानी त बारियो यार, भिडियो चाहिँ गरिएन, दुःखद खबर है। खास चाहिँ हामीलाई देखाउनु मन लाग्दैन कि आफूले गरेको कामहरू, नत्र गर्नु त धेरै कुरो गरिन्छ, सबै देखाइँदैन। अब तपाईँहरू चाहिँ नि यसमा मैले माफी मागेँ सबै कुरो नहालेकोमा। अब गाडी आयो भने हामी साइड बिस्तारै लाग्छौँ। आमामा धुवाँ धुलो। हामी अलिकति अगाडि गइसकेपछि चाहिँ हाम्रो चाहिँ नि क्यामेराको पुच्छौँ यति धेरै धुलो छ। अब सायद यहाँदेखि धुलो छैन, त्यही भएर हामी चट्ट यहाँबाट क्यामेरालाई पनि क्लिन गर्नेछौँ आफ्नै हातले। त्यस पछाडि त टल्किहाल्छ हाम्रो स्क्रिन है। ट्रकहरू आजभोलि जताततै दिउँसै छिरिराखेको छ किन होला, अनि टिफरहरू पनि दिउँसै कुदिरहेको छ। काठमाडौँमा खासै नियमको पालना भएको छैन। घाम डुब्नु लागिसकेका छ, हामी पनि आफ्नो गन्तव्यतर्फ लागिरहेका छौँ। हामी पनि गन्तव्यको नजिक छौँ गाइस। सबैजनाले सब्सक्राइब गर्नु नभुलिदिनु ल। हामी आइसकेका छौँ थानकोट चेकपोस्ट नेरी है गाइस। यो थानकोट चेकपोस्ट नेरीको दृश्य देख्न सक्नुहुन्छ। सो अगाडिपट्टि एउटा गाडीले ओभरटेक गर्दैछ, यही वाले गाडीले। अब किन ओभरटेक गर्यो, सायद यो ट्रकले स्लो गरेको हुनुपर्छ। हामी आइसकेका छौँ। अगाडि हो भने यहाँनेरि बाइकलाई कुनै पनि चेकिङ भइरहेको छैन। अनि बस, यो प्राइभेट गाडीलाई पनि छोडिदिइरहेको छ। बसहरूलाई हल्का हेरिरहेको छन् भने। सो गाइस, नयाँ साथीहरूले सब्सक्राइब गरिदिनु होला। यहाँको दृश्य देख्नु सक्नुहुन्छ। यो थानकोट प्रहरी बिटको चेकपोस्टको है, प्रहरी बिट हो कि होइन चेकपोस्टको। हाम्रो मेन काठमाडौँ छिर्ने नाका नै यही रहेको छ। हामीले कुनै पनि रोकावट भन, कुनै पनि झन्झट पार गरिसकेका छौँ। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्नु नभुलिदिनु होला। बाटो एकदम क्लिन छ। मेरो सरकार बन्नेसँगै मैले बाटो पनि बनाउने निर्णय गरेको छु। साह्रै मजाको है। तपाईँहरू चाहिँ नि समर्थन गर्दै गर्नु होला। हामी थानकोटबाट अगाडि बढिसकेको छौँ भने यहाँनिर ट्रकहरू देख्न सक्नुहुन्छ। नयाँ साथीहरूले सबैजनाले सब्सक्राइब गर्नु नभुलिदिनु होला। हामीले थानकोट प्रहरी बिट कटेर अगाडि बढिसकेको अवस्था। यहाँनिर एउटा चेकिङ छ भने देख्नु सक्नुहुन्छ। यहाँबाट माथिल्लो तल्लो लिङ्कमा चाहिँ बाटो बनिरहेको अवस्था। ट्राफिकले आफ्नो काम एकदमै इमान्दारीपूर्वक गरिरहेको अवस्था। यतिको हुनुपर्छ ट्राफिक भइसकेपछि। वाउ, हुनु पनि ड्युटी हो। हामीले ट्याक्स तिरेर तलब दिइरहेको छौँ। वाउ, हामीले कुनै पनि ओभरटेक बिना अगाडि बढिरहेको छौँ गाइस। हो, सयपत्री फुल पनि बाटोमा दामी रहेछ। नयाँ साथीहरू हुन्छ भने सब्सक्राइब गर्नु नभुल्नु। देख्नु सक्नुहुन्छ अगाडि पुरा बाटो बनिरहेको छ। वर्करहरू पनि मजाले बिछाइरहेको छन्। यो बाटो भोलिको दिनहरूबाट एकदमै राम्रो क्लिन हुनेछ। वाह रे वाह, वाउ। हेर्दै बाटो धेरै वरसम्म बढिसकेको छ। यहाँनिर देख्नु सक्नुहुन्छ एक लाइन अलिकति अग्लो छ भने एक लाइन होचो छ। तल्लो छेउपट्टिको पनि बाटो बनिसकेको छ, माथिल्लो छेउपट्टिको पनि बनिसकेको छ। बिचको लेनमा खाल्डो थियो भने अब चाहिँ नि त्यसलाई पुडिँदैछ। वाह, गजबको दृश्य। यत्तिकै विकास भयो भने त महाकसम नेपाल त स्विजरल्यान्ड होइन सिङ्गापुर जस्तै हुने भयो। अब ठाउँ ठाउँमा बाटैभरि फुलको गमला। आमामा, त्यो टिकटक बनाउनेहरूलाई धेरै